यो भिडियो सबैले सेयर गर्नु ल। मैले भन्न खोजेको चाहिँ मुस्लिम आयोग अनि मदरसाहरू चाहिँ खारेज हुनुपर्छ। किनभने मुस्लिमहरू अब जो सदनमा जानुभएको छ उहाँहरूले चाहिँ अहिले आफ्नो समुदायको लागि मात्रै, आफ्नो धर्मको लागि मात्रै माग उठाइरहनु भएको देखियो। उहाँहरूले जित्न त एउटा क्षेत्रबाट जितेर जानुभएको होला नि त नि। अनि उहाँहरूले सदनमा गएर आफ्नो जातको लागि अब जति नेपालीको राइट छ त्यति राइट मागेर हुन्छ। उहाँहरूले स्वतन्त्रपूर्वक बाँच्न पाउनुभएको छ, आफ्नो धर्म मनाउन पाउनुभएको छ। अनि अब उहाँहरू अझै थप्दै हुनुहुन्छ, नेपाली जति छ नि त्यसलाई ठ्याक्क आधी छुट्याएर मुस्लिमले मागेर नेपालीको लागि होइन र, मुस्लिम पनि नेपाली होइन र। अनि नेपाली हो भने मदरसा किन चाहियो? नेपाली जुन विद्यालयमा पढ्छन् त्यही विद्यालयमा पढ्नु पर्यो। जुन किताब नेपाली पुरा नेपालीले पढाएछन् त्यही किताब पढ्नु पर्यो उनीहरूले पनि। अनि उनीहरूको दिन प्रतिदिन माग अब यो के अरे अर्को के विश्वविद्यालय माग्दैछन्, उनीहरूले उर्दू विश्वविद्यालय माग्दैछन्। उनीहरूको यो मागहरू जायज छ। यदि उनीहरू नेपाली हुन् भने यो माग के को लागि? नेपालीलाई के छुट्टै धर्मको विश्वविद्यालय चाहिन्छ त? बाहिरको धर्मको चाहिन्छ? मुस्लिमहरू नेपालमा जति पनि जाति धर्म छन् उनीहरू सबै सम्पूर्ण नेपाली हुन् र नेपालीले पढ्ने स्कुल एउटै हुनु पर्यो, पढ्ने किताब एउटै हुनु पर्यो, न कि उनीहरूको स्कुल फरक, विद्यालय फरक। त्यो चाहिँ हावी हुन खोजे हो क्या। उनीहरू आफैले जातिवाद गर्दैछन्। म कहिले पनि जातको विषयमा बोल्ने मान्छे होइन, म यो हिन्दू मुस्लिम कहिले गर्ने मान्छे होइन। तर यहाँ कुरा नेपालीको आयो क्या, नेपाली हो होइन भन्ने कुरा आयो क्या। यदि नेपाली हो भने उनीहरूलाई त्यो छुट्टै विद्यालय, छुट्टै विश्वविद्यालय किन चाहिन्छ? जहाँ नेपाली छन् त्यहीँ पर्यो नि त नि। अनि अब चाहिँ यिनीहरूको मागहरू अति हुँदै जाँदा चाहिँ अब चाहिँ जातीय द्वन्द्व यिनीहरूले निम्त्याउन सक्छन्। त्यसैले अब यो मुस्लिम आयोग खारेज गरियोस्। त्यस पश्चात अर्को मदरसा, यिनीहरूको जुन छुट्टै पढाउने उयो छ नि त्यसले हो क्या। जन्मिने बित्तिकैदेखि यो दिमागमा चाहिँ धर्मवाद छिराउने चाहिँ त्यो मदरसामा हो। त्यही भएर यो भिडियो सेयर गर्नु ल, सबैले सेयर गर्नु र सबैले यो विषयमा कुरा उठाऊँ है।